कसैको लागि 12 पछि विदेश जाने रहर हुन्छ भने कसैको लागि 12 पछि नेपाल बस्ने कर हुन्छ। भिजा लागेको साथीले घरमा महिनौपछि पैसा पठाउँछ भने आफू नेपाल बसेर आमा बुवाको बोझ। के तपाई पनि यही महसुस गर्दै हुनुहुन्छ? आउनुहोस् हामी भन्छौं यदि तपाईको भिजा लागेन भने नेपाल बसेर चाहिँ तपाई के गर्न सक्नुहुन्छ। अब तपाई आफ्नो आमा बुवाको नजिकै बसेर आफ्नो ब्याचलर्स डिग्री कम्प्लिट गर्नको साथसाथै आफ्नो बिजनेस पनि स्टार्ट गर्न सक्नुहुन्छ। होइन, अब त्यसको लागि ठूलो इन्भेस्टमेन्ट चाहिँदैन। तपाई 2-5 हजारले पनि चाइनाबाट सामान नेपाल ल्याउन सक्नुहुन्छ। तपाईहरुलाई थाहा नै छ चाइनामा जे पनि सस्तो हुन्छ। अब चाइनाबाट नेपाल सामान लिएर तपाईले डबल प्रफिट खाएर हैन चौबल प्रफिट खाएर सामान बेच्न सक्नुहुन्छ। अनि यसको लागि तपाई चाइना जानु पर्दैन। हामी अल सेलर इम्पोर्ट एक्सपोर्ट तपाईलाई यो प्रोसेसमा हेल्प गर्ने छौं। तपाईले मात्रै गर्नुपर्ने भनेको घरै बसी कुनै पनि अनलाइन चाइनिज प्लेटफर्म वा वेबसाइटबाट सामानको बारेमा रिसर्च गरेर सप्लायरसँग कुरा गरेर सामानको डिटेल बुझी यो सबै इन्फर्मेसन हामीलाई पठाउनु पर्ने हुन्छ। अनि फर्दर सबै प्रोसिजर बुझी चाइनाबाट सामान नेपाल ल्याउने जिम्मा भने हाम्रो। नेपाल बसी यदि तपाई पनि केही गर्छु भनेर सोचिराख्नु भएको छ भने अब पालो तपाईको। इम्पोर्ट बारे केही बुझ्नु छ भने माथि दिएको नम्बरमा आजै सम्पर्क गर्नुहोस्।